के गर्नु हजुरहरू यसपालिको तिहार पनि रमाइलोसँग मनाइयो आफ्नो त चेलीबेटी नै धेरै के गर्नु साह्रै रमाइलो भयो खुसी लागेको छ मुखियाला नमस्कार ए हजुर नमस्कार हजुर केही थियो कि सानो समस्या थियो हजुरलाई दसैँ तिहार कति दुःख दिनु पर्दै अब यसो के समस्या परेको हजुर के समस्या पर्यो टाढाको दुईजना चेलीबेटी आउनुभयो अब पाहुना त सबै टाढिसकेका थियो मा भान्जाले हजुर दुईवटा चेलीबेटी नै आउनुभयो क्या हजुरहरूको अरू काम केही छैन के भन्नु खोज्दा बुझाएर भन्नुहोस् न के गर्नु पर्यो त मैले खल्ती भान्जा कति भयो पुग्ला 20,000 जति हो। टाढाबाट आउनु भएको छ गाडी भाडा सारा गर्छ कसैको निकै ल्याउनु भएको छ यसो 20वटा हजार जति पाएदेखि त्यो यस्तो चाडबाडमा आफ्नो आफैलाई कहिले के समस्या पर्छ थाहा हुँदैन तपाईँहरूलाई अलिकति लाज लाग्दैन तपाईँलाई जहिले पनि के मसँग चाहिँ रुख छ त रुख त छैन यसो मिलाएर मिल्छ भने सोचेको भन्दा बढी चेलीबेटी आउनुभयो क्या त्यही भएर अब कति चेली आउने के तपाईँलाई थाहा हुँदैन के हुँदै मबाट एक सुकाएको हुन्छ हामी सुन्नुहोस् सबैभन्दा पैसा चाहिँ चाडबाड हो अरू बेला भए मैले जाने थिएँ चाडबाडमा खासै केही गर्ने तपाईँहरूलाई अलिकति लाज लाग्दैन मैले आफ्नो चेलीबेटीलाई कसरी चित्त यसो बुझाउनु पऱ्यो त्यसो गर्ने हो तपाईँलाई लाज लाग्दैन अलिकति पनि होइन हजुर चेलीबेटीलाई त आफ्नो के गर्नुपर्ने कसो गर्नुपर्ने आफूले पहिलेबाट सम्हालेर राख्नु पऱ्यो नि त खर्च वर्ष सबै कुरा चाडबाडमा आएर हुन्छ